एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। फेरि पनि तपाईँहरूलाई मेरो च्यानलमा स्वागत छ होइन। आज चाहिँ हामी साथीहरूसँग चाहिँ सिलगढी आएको छौँ होइन। सधैँ चाहिँ हामी सौदा गर्नु होइन, दोकानको कामहरू त्यो कामहरूले गरेर आउँछौँ भने आज चाहिँ हामी त्यस्तो केही काम लिएर आएको छैन। आज चाहिँ खालि हामी साथीको है अर्को बेलामा चाहिँ यसो बेङ्गल सफारी पनि बस्ने भनेर चाहिँ हामी आइरहेको छौँ होइन। तर यहाँनिर चाहिँ अब पार्किङ भएकोले गर्दाखेरि चाहिँ म तल राखेको छु गाडी हो। म चाहिँ यतिको हाइट भालुले भेट्यो भने चाहिँ मलाई मार्ने रहेछ नि त एकैचाट। अहिले फिलहाल चाहिँ हामी तोरीबारीको इमाम मोनेस्ट्री आएको छौँ। मोनेस्ट्री आएको छौँ होइन। मोनेस्ट्री यस्तो छ मजाको छ र यहाँको मोनेस्ट्रीहरू। हेर्नु चाहिँ मोनेस्ट्री हाम्रो गाडी चाहिँ यहाँनिर फसेर चाहिँ हो के साह्रो पऱ्यो निकाल्नु झन्डा दादाहरू आउनु भएको थियो चाहिँ हो। यहाँनिर फसेको थर्ड टेरेको झन्डै बिजो मजा आयो। अहिले चाहिँ यहाँनिर आएर चाहिँ बेलुकाको खाना चाहिँ अब माथिबाट अब साथीले चाहिँ अब हाम्रो लागि चाहिँ अब स्पेसल बनाइदिने अरे नि त होइन साथी। ओए 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 स्पेसल बनाइदिने होइन दामी हुन्छ है। खास उयो चाहिँ के हो बनाउने चाहिँ यसमा चाहिँ अब हाम्रो चिल्ली मसरुम बटम मसरुम बटम मसरुम कटिङ हुँदैछ। पावर आइसकेको छ, मैदा पनि आइसकेको छ। अब यसको म्यारिनेट बनाउँदैछु म। उयो चाहिँ कराईको चाहिँ